जनश्रुति अनुसार यस मन्दिरको स्थापना 12औं शताब्दी भन्दा पहिले नै भइसकेको मानिन्छ। प्रापूर्व कालमा हालको देहीमाण्डौ नौगेडी वन क्षेत्रमा चतुरे बोरा अर्थात् चतुर वर्मा नामक व्यक्तिको घरमा लाबर जातिको एक ग्वालो काम गर्दथ्यो। चतुर वर्माको घरमा दुहुनो गाई थियो, जसलाई ग्वालो सधैँ नौगेडी वनमा चराउन लैजाने गर्दथ्यो। अनौठो कुरा के थियो भने बिहान वन लैजाँदा गाईको कचौन्टो दुधले भरिएको हुन्थ्यो, तर साँझ घर फर्किँदा पूर्ण रूपमा रित्तो। दिनहुँ यही दृश्य देखेपछि चतुर वर्माकी श्रीमतीलाई शङ्का लाग्यो। रहस्य पत्ता लगाउन उनी आफै वनमा गई गाईलाई निगरानी गर्दा गाई निङ्लाको झ्याङमा आफै दुहिँदै गरेको दृश्य देखिन्। आक्रोशमा आएर उनले उक्त झ्याङमा हँसियाले प्रहार गरिन्। हँसियाको प्रहारसँगै झ्याङबाट रगत बग्न थाल्यो। यो देख्नसाथ ग्वालाले आफूले ओढेको वस्त्रले झ्याङ छोपिदियो, जसले गर्दा वस्त्र रगतले भिज्यो।